पापको बाटोमा हिँड्दा नि हिँड्दा धेरैको बिर्सायो। कलवरी बाटैमा नि नै कलवरी बाटैमा एउटा गीत गाइदेऊ न राउदे त्यसैको बाटैमा। ओ एउटा गीत गाइदेऊ न जाँदा त्यसैको बाटैमा। हालेलुया। धेरै राम्रो छ नि भजन। आज नि यहाँ भनेको छ नि पाउमा काटी तिरेर मुकुट पहिरिएका आँखाको कसरी बिर्सु क्रुसको पीडा कलवरी डाँडाको। हालेलुया। आज भने पापको लागि हामीले के गर्नुपर्छ? आफ्नो हातमा काँटी अनि शिरमा काँडाको मुकुटलाई पहिरिनु भयो भने होइन, त्यो आज हामीले बिर्सिनेको आवश्यकता छैन। हालेलुया। साथै यहाँ भनेको छ नि एउटा गीत गाइदियो मैचाङ मुक्तिको भाकाइमा स्वरु चाहिँ गाइदियो हजुर नेपाली भाषामा। हालेलुया। केटा मान्छे गीतले भनेको थियो गाना एउटा गीतले एउटा केटाले गरेर गाएको छ होइन। र यहाँ मैचाङ र च्याङ्बा भनेर यस प्रकारले गाएको छ। साथै आज हामीले जब परमेश्वरको यहाँ यस प्रकारले भनेको छ कि आज हामीले दुःख कष्टहरू होइन र धर्म कर्महरू यहाँ भनेको छ धर्म र कर्म गरेर मैचाङ आखिरले फल पायो होइन। व्यर्थमा बितेछ आखिर जीवन बल्लको साल पायो होइन। आज संसारमा मान्छे के भन्न चाहन्छ त हामीले धेरै कर्म धेरै धर्महरू गरेका छौँ, हामी त्यस्तै स्वरूपको यात्रा गरेर मान्छेले बोलेका छौँ। तर परमेश्वरको भजन यस प्रकारले भनेको छ कि धर्म र कर्म गरेर मैचाङ आखिरले फल पायो। व्यर्थमा बितेछ आखिर जीवन बल्लको साल पायो होइन। आज हामीले बुझ्नेको आवश्यकता छैन। आज आमामा देखाइरहेका थियो एउटा भिडियो, त्यसमा के भनेको थियो, ऊ सपनामा उसले के देख्यो, उसले